पढाइको बारेमा सोध्नु भएको रहेछ तपाईँले। 2067 साल भाद्र 14 गतेको जन्म, बिहान 5:30 जाँदाको जन्म, राशि गोर्खा। पढाइको बारेमा है गुरुजी के कस्तो छ भन्नुभएको रहेछ। अनि राशि गोर्खा भन्नुभएको हो, मिलेन त त्यो त, गोर्खा त आउँदैन राशिको नाम त। बार भन्नुभएको छ तपाईँले। यो अचम्मै गर्नुहुन्छ तपाईँहरू, कमेन्ट गर्दा मैले सबै कुरा खुलाएर गर्नु भन्छु, मिलेको हो कि होइन। आइतबारको राति, सोमबार आउने बिहान पर्छ, 5:30 जाँदाको जन्म, 16 वर्षमा चल्दै 16मा चल्दै गर्दाखेरिमा एउटा शुक्र ग्रहको दशा छ 21 वर्षसम्म। दोस्रो ग्रह अहिले शुक्र नै छ, अर्को ग्रह सूर्य ग्रह रहेछ 18 वर्षसम्म। दोस्रो ग्रह अलि रिसाउने बानी हुन्छ, खाना मिठो चाहिन्छ, बोली रुखो रुखो हुन्छ। एउटा सिद्धा ग्रह छ 19 वर्षसम्म। सिद्धा सूर्य र शुक्रका दशाहरू भए सिद्धा र मङ्गल शनिको पूजा गर्नुपर्छ। वास्तवमा भने तिनटै ग्रह त्यति राम्रो छैन।